मैले राति गगल्स लगाएको कारण अर्कै छ। मेरो आँखामा सानो अपरेसन गरेको थियो अस्ति नै, र आज त्यसै कारणले चाहिँ यो राति पनि गगल्स लगाएर यहाँ आउनु पाएको छु। ह्यान्डसमै देखिया छ जस्तो लाग्छ मलाई, भगवान देखिया छ होला होइन। धन्यवाद सबैलाई। यो आज असाध्यै पावन स्थान बसन्तपुर दरबार क्षेत्रमा भगवानहरूले बास बस्ने ठाउँ तलेजु भवानी यहाँ हुनुहुन्छ। यहाँ बुढा नीलकण्ठ भगवान पनि हुनुहुन्छ। त्यो भगवानलाई लुकाएर किन राखेको त्यसलाई देखाउनु पर्यो। यहाँ बुढा नीलकण्ठ भगवान हुनुहुन्छ भनेर धेरै मान्छेलाई थाहा छैन होला। यहाँ भित्र हुनुहुँदो रहेछ। असाध्यै ठुलो प्रतिमा छ भगवान विष्णुको। त्यसै गरिकन यो ठाउँमा यो स्थानमा जिम्दो देवी कुमारी पनि बास बस्नुहुन्छ। काल भैरव उभिनु भएको छ र सम्पूर्ण देवी देवताहरूलाई म कोटी कोटी अभिवादन टक्राउँछु र नेपाललाई राजनीतिक स्थायित्व, समृद्ध र सद्बुद्धि हामी नेपाललाई दिन हुनलाई फेरि पनि भगवानहरूसँग म कामना गर्दछु। त्यसै गरिकन यो भगवान रूपी नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ उपस्थित हुनुहुन्छ। यहाँहरूलाई पनि अब हामी नेपालमा सबैजना मिलेर, सबै जात जाति भाषा भाषी मिलेर हाम्रो नेपाललाई एउटा अब ढिलो भइसक्यो। संसार कहाँ पुगिसके, छिमेकीहरू कहाँ पुगिसके, हामी बिस्तारै मात्रै अगाडि बढ्दैछौँ। त्यसकारणले हामी नेपाली दाजुभाइ, भगवान रूपी दाजुभाइ दिदीबहिनीहरूलाई पनि अब नेपाल सुन्दर शान्त बनाउनु पर्छ भन्ने कामना गरौँ भन्ने म अनुरोध गर्न चाहन्छु। त्यस्तै मानव रूपी राक्षसहरू पनि छन् यो देशमा। मानव रूपी राक्षसहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भनेदेखि तपाईँ मानव रूपी राक्षसहरू पनि यही देशमा जन्मिनु भएको र आफू जन्मेको देशप्रति तपाईहरूले पनि इमानदारिता प्रकट गर्नुहोला। राक्षसीपन नदेखाउनु होला। अलिकति मान्छेले तारिफ गर्छन् भन्दैमा अर्काको चरित्र हत्या गर्ने काम नगर्नु होला। म हार्दिक अनुरोध गर्दछु मानव रूपी राक्षसहरूलाई पनि। र नेपालीले के बुझ्नुपर्छ भनेदेखि हामी नेपालीहरूको यो संसारमा धेरैवटा देशहरू छन्, तर नेपालको हामी नेपालीको एउटै मात्र देश छ, त्यो देश हो नेपाल। अरू सबै विदेश हुन्, हाम्रो देश मात्रै हाम्रो नेपाल हो, अरू विदेश हुन्। हाम्रो नेपालका युवाहरूले आफ्नो देशमा रोजगारी नपाएर लाखौं लाख नेपालीहरू मरुभूमिमा गएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ। हाम्रा डाँडा पाखाहरू, खेतबारीहरू युवाहरू फर्केलान् र फापर रोप्दैलान्, कोदो रोप्दैलान्, धान फलाउलान्, चामल अन्न फलाउलान् भनेर कुरेर बसिरहेका छन्। र आज हामी कृषि प्रधान देश, तर अरबौं अरब रुपियाँको खाद्यान्न मात्रै हामी आयात गर्छौँ। हामी आयातमुखी देश बन्न पुगेका छौँ। हामीले राजनीति काँचुली त धेरैचोटि फेरिसक्यौँ, तर जतिचोटि राजनीति काँचुली फेरे पनि हामीमा राजनीतिक स्थायित्व कहिले पनि आएन र हामी नेपालीमा हाम्रो नेताहरूलाई, हामी जनताहरूलाई सद्बुद्धि पनि कहिले पनि आएन। अब हामीलाई सद्बुद्धि आएन भनेदेखि हामी अझ धेरै पछाडि फर्किन्छौँ। कृषि प्रधान देश होइन, यो त अहिले सिसी प्रधान देश हुनु पुगेको छ। हामी गाउँघरहरू घुम्न गयौँ भनेदेखि बचे खोजेका युवाहरूले पनि दिउँसै क्यारम बोर्ड समातेर सिसी लिएर बसिरहेका हुन्छन्। त्यस कारणले हामी कहाँ अलगुल्यौँ र 35-40 वर्ष भइसक्यो। हामीले बिहान टेलिभिजन खोले पनि त्यही अनुहार, अनि रेडियो खोले पनि त्यही स्वर, अनि पत्रिका पल्टाए पनि त्यही अनुहार। र 30-35 वर्ष 40 वर्षसम्म हामीले 5-7 जना मान्छेको मात्रै, नेताहरूको मात्रै मुख हेरेर बस्नु परेको छ। हामी मान्छे भनेको परिवर्तनमुखी मान्छे हो। हामी परिवर्तन भएको हेर्न चाहन्छौँ।
र देशको नेतृत्व गर्नलाई होनहार युवाहरू सम्बलान बसिरहेको छन्, तर उनीहरूले 35-40 वर्षसम्म कहिले पनि त्यो अवसर पाउन सकिन्न छन्। त्यसै कारणले एउटा समूहमा अहिलेका युवाहरूमा असाध्यै ठुलो विद्रोहको भावना पैदा भयो र त्यो विद्रोहको भावना पैदा भएर हामीले कल्पनै नगरेको अकल्पनीय क्षति हाम्रो देशले हामीले बेहोर्न परेको छ र हामीले बनाएरै नसक्ने हाम्रा पुरातात्विक ठाउँहरू चलेका छन्। धेरै युवाहरूको ज्यान गएको छ र हामीले त्यो दिनलाई अब यो इतिहासको कालो दिन भनेर सम्झ्यौँ र त्यस्तो दिन फेरि नेपालमा कहिले पनि नफर्कियोस् भनेर हामीले कामना गरौँ र यो अहिलेका युवाहरूले जेनजीहरूले गर्नुभएको यत्रो ठुलो आन्दोलन र उहाँले दिनुभएको यो देशप्रति दिएको साथीलाई हामीले कहिले पनि बिर्सिनु हुँदैन र हामीले हाम्रा संविधानहरूमा के परिवर्तन गर्नुपर्नेछ, हामीले संविधानबाट के कुरा झिकेर फालेछौँ र हामीले संविधानमा अब के कुरा थप्नु परेको छ त्यो हामीले अब गहिरेर विचार गर्नुपर्ने दिन आइसकेको छ र अब हामी युवाहरूको भावनालाई अगाडि बढाउनको लागि सधैँ अगाडि बढ्नुपर्दछ र प्रहरी भनेको प्रहरी र जनता साझा साथी मात्रै होइन, प्रहरी र जनता भनेको अभिभावक पनि हो प्रहरीको र प्रहरी हाम्रो पनि अभिभावक हो। त्यसकारणले साथी मात्रै भनेर पुग्दैन, प्रहरी बिनाको समाज हामी कहिले पनि कल्पनै गर्न सक्दैनौँ र प्रहरी भनेको न्यायालयको पहिलो ढोका पनि हो। प्रहरी चौकीबाट न्याय पाएन भनेदेखि मात्रै हामी अदालतमा धाउँछौँ। त्यसकारणले यो पहिलो न्यायालयलाई पनि हामीले पवित्र बनाएर राख्नु पर्दछ र प्रहरीलाई पनि म के अनुरोध गर्न चाहन्छु भनेदेखि यहाँ प्रहरी संगठनभित्र धेरै जवानहरूको युवाहरूको धेरैवटा नाम हुन्छ, तर त्यो नामको कसैले पनि त्यो नाम लिँदैन। प्रहरी भनेको प्रहरीको भर्तीको मात्रै नाम हुन्छ। एउटा भर्ती लगाएको प्रहरीले नराम्रो काम गरिदियो भनेदेखि त्यो संगठनकै विरोध हुन पुग्दछ, संगठनकै बेइज्जत हुन पुग्दछ। त्यसकारणले प्रहरी पनि अनुशासित हुनुपर्छ र जनता अनुशासित नभइकन देशमा कहिले पनि हामीले शान्ति सुव्यवस्था कायम गर्न सक्दैनौँ। प्रहरीसँग हाम्रो महासञ्चारको पनि असाध्यै राम्रो सम्बन्ध छ। हामीले यो हनुमान ढोकाको